यो भिडियोमा चाहिँ मैले मार्च महिनामा 600 पाउन्ड इन्भेस्ट गरेँ र त्यो 600 पाउन्ड कहाँ इन्भेस्ट गरेँ, किन इन्भेस्ट गरेँ भनेर बताउँदैछु म है त। 200 पाउन्ड चाहिँ मेरो रेगुलर इन्भेस्ट गर्ने मेरो एउटा पाई बनाएको छु मैले, त्यसलाई रिटायरमेन्ट नाम दिएको छु। त्यसमा मैले 4 वटा इटिएफ होल्ड गरेको छु। कुन इटिएफ होल्ड गरेको छु भनेर अनि मैले भिडियो बनाइसकेको छु, गएर हेर्नु होला। अनि त्यसमा मैले के गरेको छु भने चाहिँ अटो इन्भेस्ट गरेको छु हरेक मन्थको 4 तारिक। सो अटो इन्भेस्ट गरेको हुनाले 100 पाउन्ड चाहिँ त्यहाँ अटो इन्भेस्ट गयो अनि मैले 1 मोर 100 पाउन्ड चाहिँ त्यसमा एड गरेँ। सो 200 मेरो गयो रिटायरमेन्ट पाईमा है त। अनि एउटा मेरो अर्को पाई छ डिभिडेन्ड भनेर नाम दिएको छु मैले। यसमा चाहिँ मैले युकेको कम्पनीहरू मात्रै एड गरेको छु। अनि युकेको केही कम्पनीहरू छ त्यसको पनि मैले भिडियो बनाइसकेको छु, डिभिडेन्ड पाईको पनि, गएर हेर्नु होला हेर्नु भएको छैन भने। सो त्यसमा चाहिँ मैले 100 पाउन्ड एड गरेँ यो महिनामा चाहिँ। धेरै गर्न सकिनँ डिभिडेन्डमा चाहिँ 100 पाउन्ड, बट आई एम ह्याप्पी मैले यति भए पनि गर्न सकेँ कमसेकम। डिभिडेन्ड इन्भेस्टर चाहिँ होइन म चाहिँ ग्लोबल फन्डमा नै म्याक्सिमम इन्भेस्ट गर्छु, तर डिभिडेन्ड आउँदा मन एकदमै मोटिभेट हुन्छ, त्यही भएर मैले डिभिडेन्ड कम्पनीजहरू पनि होल्ड गरेको छु। 300 पाउन्ड गयो, अब इन्भेस्ट भइसक्यो। अब बाँकी रहेको 300 पाउन्ड मैले कहाँ गरेँ त। सो पहिलो 100 पाउन्ड मैले गरेँ इन्भिडियामा। इन्भिडिया सायद तपाईँहरू सबैले सुन्नुभएको छ होला, अहिले एआईले यत्रो तहल्का पिटिरहेको छ। सो म पनि अलिकति लेफ्ट बिहाइन्ड किन हुने भनेर म खास चाहिँ इन्डिभिजुअल कम्पनीहरू चाहिँ मैले इन्भेस्ट गर्दिनँ। एकदम हाई रिस्क लाग्छ बिगिनरहरू हामी जस्तो अलि नलेज नभएको मान्छेलाई। तर पनि इन्भिडियाको सेयर लास्ट इयर घटेर $99 मा पाएको थिएँ कि मैले यही अप्रिलमा, त्यो तारिफ लागेको बेलामा। सो त्यतिखेर चाहिँ मैले खासै नजानिकनै गरेको थिएँ। अहिले चाहिँ त्यसपछि रिसर्च गर्दै जाँदा एउटा राम्रो कम्पनी हो, अहिले एकदमै एआईको हुन्छ नि अगाडि नै छ इन्भिडिया एआईको क्षेत्रमा। अनि त्यही भएर मैले इन्भिडियामा अलिकति एड गरेँ। अनि अहिले यसपालि पनि मिडल इस्टको कन्फ्लिक्टले गर्दाखेरि सेयर प्राइसहरू घटेको थियो, अनि घटेको बेलामा लिइहाल्छु भनेर 100 पाउन्ड चाहिँ त्यसमा एड गरेँ है त। अर्को 100 पाउन्ड मैले गरेँ रोल्स रोयसमा। युकेको FTSE 100 मा एकदम टप मुभरमा आउँछ यो कम्पनी पनि। युकेको मार्केटमा आफू जहाँ बसिन्छ त्यहाँ मार्केटको बारेमा अलिकति बढी जानकारी पनि हुन्छ, न्युजहरू फर्स्ट ह्यान्ड आउँछ। अनि रोल्स रोयस भन्न पनि राम्रो आउँदैन मलाई फेरि। रोल्स रोयस पनि एउटा राम्रो कम्पनी हो। सो इन्डिभिजुअल कम्पनीहरू चुज गर्नुपर्दा चाहिँ मलाई रोल्स रोयस किन अलि राम्रो लाग्छ क्या, त्यही भएर। अनि मैले पहिला पनि किनिराखेको थिएँ, अहिले सेयर प्राइस अलिक घटेको थियो, त्यही भएर मैले 100 पाउन्ड चाहिँ रोल्स रोयसमा पनि एड गरिदिएँ है त। ओके, अब कुरा गरौँ बाँकी रहेको 100 पाउन्ड मैले कुन कम्पनी एड गरेँ त भनेर। कम्पनी चाहिँ हो ब्याङ्किङ है, ब्याङ्क सबैलाई थाहा छ युकेमा हुनुहुन्छ भने न्याटवेस्ट। न्याटवेस्ट मैले किन एड गरेँ त भने मैले डिभिडेन्ड पाईमा एड गरेको छु न्याटवेस्ट। मैले पर्सनली युज गर्ने ब्याङ्क हो न्याटवेस्ट। अहिलेसम्म केही प्रब्लम भएको छैन, मलाई राम्रो लाग्छ यो ब्याङ्क। मेरो मेन स्यालेरी चाहिँ न्याटवेस्टमै आउँछ। एभ्री डे चिजहरूको लागि चाहिँ मैले मन्जु युज गर्छु, तर मेन स्यालेरी आउने अनि मोर्गेजहरू पेमेन्ट चाहिँ मैले न्याटवेस्टबाट गर्छु। अहिलेसम्म मलाई राम्रो लागिरहेछ यो ब्याङ्क। सो आफूले युज गरिरहेको प्रोडक्टको अलिकति पिस अफ के भन्छ त्यो पिस अफ ओनरसिप पनि किन नलिने। अनि त्यसमाथि डिभिडेन्ड पेइङ कम्पनी हो, सो त्यही भएर मैले न्याटवेस्ट पनि एड गरेँ। त्यस्तै मेरो स्टक मार्केट इन्भेस्टिङ जर्नी फलो गर्नको लागि मेरो च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला। सी यू अन नेक्स्ट भिडियो। थ्याङ्क यू सो मच।